ल अब फेरि दुई नयाँ कम्पनीले आइपिओ निष्कासन गर्ने अनुमति पाएका छन्। ती कम्पनी कुन कुन रहेका छन्? कति किता आइपिओ निष्कासन गर्नेछन्? आउनुहोस् छोटकरीमा बुझौं। यही फागुन 26 गते नेपाल धितोपत्र बोर्डले दुई नयाँ कम्पनीलाई आइपिओ निष्कासन गर्ने अनुमति दिएको छ। पहिलो कम्पनी रहेको छ शनिगढ हाइड्रो लिमिटेड। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल 85,50,000 किता आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई राखेको छ भने यो आइपिओ प्रति किता 100 रुपैयाँमा आवेदन दिन सकिनेछ। त्यसैगरी अर्को कम्पनी रहेको छ कलङ्गा हाइड्रो लिमिटेड। यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल 49 लाख किता आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ। कम्पनीले आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सानिमा क्यापिटल लिमिटेडलाई राखेको छ भने यो आइपिओ पनि प्रति किता 100 रुपैयाँमा आवेदन दिन सकिनेछ।